हैन 20 प्रगतिसँगलाई के यो बाटो कति हिँड्नुपर्छ? अब यो बाटो त अब 2-3 मिनेट हिँड्नु पर्ला नि। तपाईको फेस सेकिन्छ कि तपाईले? ठीक छ उज्यालो। हैन म कालो छु नखिर्नु। मान्छे पनि कालो र गोरो हुन्छ र? मान्छेको दिल कालो र गोरो हुन्छ के? तपाई कस्तो नबुझ्नु भएको नि? हैन हैन। मान्छे कालो गोरो यस्तो दारीमा खिचेको थियो भनेर तपाईलाई मैले गाइडको रूपमा ल्याएको भने मलाई मेमोरी हुन्छ नि त। म साथीहरुलाई एडभर्टाइज गरिदिन्छु नि त तपाईको लागि। यो कतिको रेन्ज छ? मतलब दाइ यो किलोमिटरको हिसाबमा कति पर्छ? आधा किलोमिटर छ? यो होला आधा किलो 500 मिटर भनेपछि आधा किलोमिटर छ होला लगभग। त्यहाँ बिल्डिङसम्म होला सायद। तपाईको जस्तो पोखरा म्युजियम जानुभयो भने के रे रिजनल म्युजियम भन्छ हैन? तपाईको मोबाइलमा गीत छैन? खोल्नुस्। त्यसो आवाज राम्रो आउँदैन नि भएला। क्याचमा जस्तो क्याच गर्छ बेगमा जस्तो राम्रो आउँछ। क्याच गर्छ। त्यो मसिनो आवाज आउँछ। क्याच गर्छ तर साउन्ड राम्रो हुन्न नि त। ए ब्याकटोन दियो खुब राम्रो हुन्छ नि त। हैन त्यो मसिनो दाइ मसिनो हजुर थाहा छ? हजुर दाइ हजुर थाहा छ कुरा? के? विश्वको पहिलो हिमाल कुन होला? यो हाम्रो माउन्ट भन्नुभएको त पनि माउन्ट एभरेस्ट। अनि त्यही त नि भन्नु न अलि निर्धक्क भएर हो भनेर। माउन्ट एभरेस्ट। अनि दोस्रो? यो माछापुच्छ्रे हो। ल दाइ अब भनेपछि तपाईलाई यो इन्टरनेसनल माउन्टेन म्युजियम छिर्न एकदम अनिवार्य छ। स्पेशल तपाईको लागि। के हिमाल हो भन्नुस् त? मैले पनि बिर्से तर त्यो कुन ठाउँमा हो त्यो थाहा मलाई। मैले त यता